नमस्कार प्रिय श्रोता मित्रहरू, आज म तपाईलाई एउटा यस्तो पुस्तकको अडियो यात्रा गराउन गइरहेको छु जसले मानव जीवनका डर, आलस्य, असफलता र सीमित सोचलाई नाङ्गै उजागर गर्छ। यो पुस्तक हो आउटविटिङ द डेभिल, लेखक नेपोलियन हिल, जसले थिंक एन्ड ग्रो रिच जस्तो विश्व प्रसिद्ध पुस्तक लेखेका थिए। यो पुस्तक सामान्य प्रेरणादायी कथा होइन, यो एउटा काल्पनिक अन्तर्वार्ता हो लेखक र डेभिल अर्थात् मानवलाई असफल बनाउने शक्तिहरू बीच। आजको अडियो बुकमा हामी जान्नेछौँ मानिस किन असफल हुन्छ, डर किन हाम्रो सबैभन्दा ठूलो शत्रु हो, शिक्षा, धर्म, राजनीति र समाजले कसरी मानिसलाई सीमित बनाउँछ, र सबैभन्दा महत्त्वपूर्ण डेभिललाई कसरी आउटविट गर्ने। भाग 1, डेभिलको हो। नेपोलियन हिल भन्छन्, डेभिल कुनै सिङ भएको प्राणी होइन, डेभिल भनेको हो डर, डेभिल भनेको हो ढिलासुस्ती, डेभिल भनेको हो अरूले के भन्छन् भन्ने डर, डेभिल भनेको हो बहानाबाजी। डेभिल ती मानिसहरूलाई नियन्त्रण गर्छ जो ड्रिफ्टिङ गर्छन्। ड्रिफ्टिङ भनेको के हो? जीवनलाई कुनै उद्देश्य बिना बाँच्नु, अरूको विचारमा बग्नु, आफ्नै निर्णय नगर्नु। डेभिल भन्छ, मलाई ती मानिसहरू सजिलै मिल्छन् जो सोच्दैनन्, जो डराउँछन्, जो जिम्मेवारीबाट भाग्छन्। भाग 2, सबैभन्दा ठूलो हतियार माइनस डर। डेभिलको सबैभन्दा बलियो हतियार हो डर। डर केबाट हुन्छ? गरिबीको डर, आलोचनाको डर, रोगको डर, प्रेम गुमाउने डर, मृत्युको डर। नेपोलियन हिल भन्छन्, डर वास्तविक होइन, यो केवल मानसिक सिर्जना हो। जब मानिस डराउँछ, उसको सोच बन्द हुन्छ, उसको आत्मविश्वास मर्छ र त्यहीबाट डेभिल जित्छ। भाग 3, शिक्षा, धर्म र समाजको भूमिका। डेभिल भन्छ, म विद्यालयमा डर सिकाउँछु, म धर्ममा अन्धविश्वास भर्छु, म समाजमा तुलना गराउँछु। धेरै मानिसलाई आफूभन्दा अरू राम्रो छन् भन्ने भ्रममा राखिन्छ, गल्ती गर्नु पाप हो भनेर डर देखाइन्छ। तर नेपोलियन हिल भन्छन्, गल्ती नगर्ने मानिस कहिल्यै सफल हुँदैन। सफलता आउँछ सोच्न सक्नेहरूलाई, प्रश्न गर्न सक्नेहरूलाई, आफ्नै बाटो हिँड्न सक्नेहरूलाई। भाग 4, डेभिललाई कसरी आउटविट गर्ने। डेभिललाई हराउने उपायहरू। 1, स्पष्ट उद्देश्य, आफ्नो जीवनको लक्ष्य स्पष्ट बनाउनुहोस्। 2, आत्मअनुशासन, आलस्यलाई नियन्त्रण गर्नुहोस्। 3, स्वतन्त्र सोच, अरूको विचारमा बग्नु बन्द गर्नुहोस्। 4, साहस, डरको सामना गर्नुहोस्। 5, समयको सदुपयोग, समय बर्बाद गर्नु डेभिलको जित हो। नेपोलियन हिल भन्छन्, जो व्यक्ति आफ्नो मन नियन्त्रण गर्छ त्यो व्यक्ति संसार नियन्त्रण गर्न सक्छ। भाग 5, जीवनको सन्देश। प्रिय मित्र, डेभिल बाहिर छैन, तपाईको मनभित्र छ। जस दिन तपाईले डर छोड्नुहुन्छ त्यस दिन तपाईँ स्वतन्त्र हुनुहुन्छ। सफलता कुनै चमत्कार होइन, यो सही सोच प्लस निरन्तर कर्म हो। समापन, यदि यो अडियो बुकले तपाईलाई सोच्न बाध्य बनायो भने तपाईँ सही बाटोमा हुनुहुन्छ। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को प्रेरणादायी अडियो बुकसँग। के तपाईलाई यस पुस्तकका अन्य मुख्य बुँदाहरू वा कुनै विशेष भागको बारेमा थप जानकारी चाहिन्छ? मलाई बताउनुहोस्, म सहयोग गर्न तयार छु।